र मबाट पशुपति जाँदैछौँ दिदीको लागि विस गर्न स्पेसल्ली यसको दिदीसित ड्राइभमा अब दिदी चाहिँ सुदूरपश्चिम जाँदै हुनुहुन्छ त्यही भएर हामी चाहिँ इन्टरभ्यू गरिरहेको होइन त जाँदैछौँ ए दिदी केही भन्न छैन यसो मान्छेलाई कस्तो भयो है कहिले हो म मेरा दिदीहरू लिन आउने यो एयरपोर्टमा लाउनै छिटो आऊ निकाले जाने बाटो त्यही हो फाइनली हामी चाहिँ आयो दिदी खै हेलो वेलकम टु माई ब्लग थ्याङ्क यू के छ आज हामी कहाँ छौँ शिवजीलाई धन्यवाद दिन जाँदैछु म चाहिँ विशेष मेरो सबैलाई ल थ्याङ्क यू भगवान् अरू चाहिँ विस भन्दैनन् मनभित्र राख्छन् मलाई जे दिनुभएको छ एकदमै धेरै दिनुभएको छ जे दिनुहुनेछ त्यो पनि धेरै दिनुहुनेछ भन्ने आशा गर्छ ओके आवर हिरो निधि ए हे यता हेर्नु न ल हामी चाहिँ हिँडेको पूजाको सामग्री लिएर दिदी के भन्नु न हो के भनौँ त जाम पहिला पूजासुजा गरौँ ल बिस्तारै ओके डन कतिजना फलोवर छ तिम्रो धेरै छ नि कति धेरै छ चप्पल राखेर आउनुभयो चलो उहाँ चाहिँ मायाको साथी देखिनु भएन सक्नु कताबाट यताबाट गएर रहेछ हेलो माया लुकेट यताबाट आऊ ल माया मन्दिरमा खै के माग्न आएकी छन् आज आउँदैछ हामीले मन्दिर प्रवेश गरिसकेका छौँ मेरो दिदीले भ्लग गरिरहनु भएको आई डोन्ट नो फर्स्ट टाइम हजुरलाई कस्तो फुल क्यामेरामा बोल्दैन नठोकिनु है नठोकिनु मान्छे आई लभ क्यामेरा बट फेमिलियर छैन नि त त्यही भएर अलिक अड चाहिँ लाग्दो रहेछ ल फाइनल्ली पशुपति ल चलो यसको ये मैं हूँ मेरी दीदी अनि यो लाइन हो आमामा कति बज्ने होला आज जाउँ न उता लाइन छोटो छोटो गरौँ ल के गर्ने अरे दिदी हामीले मन्दिरबाट पूजा गरेर आएका छौँ मनमा शान्ति भएको छ है त्यही हो बोल्दै गर ल मोबाइल हजुरहरूले नि प्रे गर्न सक्नुहुन्छ हामी चाहिँ मन्दिर आएँ तर मेरो दिदी बिजी हुनुहुन्छ काममा के गर्नु खै काममा बिजी भएपछि अब चाहिँ हामी फोटो खिच्न थालेको दिदीलाई राम्रो फोटो चाहियो अरे ए राम्रो मान्छे हजुरलाई चाहिँ या क्या गरौँ है भ्लग स्टार्ट गर्न भन्नुहुन्छ अनि फेरि फोटो खिचौँ पनि भन्नुहुन्छ यही हो मान्छे त्यो मान्छे ऊ फोटो खिच्नलाई रेडी चस्मा लाएर आमा म त पुरै कालै देखेँ मैले स्क्रिनमा केही देखेँ छैन वाउ कति धेरै पऱ्यो बा आमा उडाइदियो उडाउने मान्छे उडाउनु दिदी पताएन नजुला पऱ्यो अहिले के हालिदिने अरे उठ्यो के अरे त्यही भन्या के बोल्ने भयो अरे पशुपति दर्शन गर्न मायाको फलोवर्सहरूले आउनु होला मायाका फलोवर्स छैनन् हो दिदी बनाउनु पर्यो नि नबनाएर हुन्छ त होइन अब आज हजुरले गाइस अब म आयो भने सायद भाइरल पनि हुनसक्छ भिडियो त्यो चाहिँ होइन एकदम अब चाहिँ हामी निस्किनु लाग्यो क्रेडिट मलाई जानुपर्छ ल ओके अनि पशुपतिभित्र चाहिँ त्यति धेरै भिडियो फोटो खिच्न चाहिँ मिल्दैन मेन पूजा गर्ने ठाउँमा अनि हामी चाहिँ मेन गेटमा आइसक्यौँ त्यस दिदी ल
फाइनल्ली दिदीको सपना नि पुरा भयो हामी पशुपति आउने भन्ने। ल ब्याक होम। ल दिदी तपाईँ चिनिनु त नै भएको छैन, कस्तो देख्नु भएको तपाईँ एकदम। मेरो निधारमा खासै टिका चाहिँ ओरिन, त्यही भएर भाग्य पनि त्यस्तै त्यस्तै छ के, त्यस्तो भन्नु हुँदैन। तर म पोजिटिभ भाइब्स लिएर आयो मन्दिरबाट फर्किँदाखेरि। अब हामी मन्दिरबाट फर्किसक्यौँ, अब चाहिँ हामी खाना खान जान्छौँ। यति धेरै भोक लाग्यो कि आएर नबोली नबोली खानुभयो होइन। कतिको भोक लाग्यो दिदी हिजोदेखि? बाफ्रे, तर अनिदो जस्तो चाहिँ देखेको छैन फेस चाहिँ फेरि। रातभरि बसे पनि अनिदो, बरु धेरै सुतेपछि सुनिदिने है चाहिँ अनिदो बसे जस्तो देखेँ होइन आँखा केही पनि। यति बेलासम्म मेरोबाट डाँसेको सब। आमा मेरो निधार भने त यो सेतै के लाग्यो? ल हामी चाहिँ खान्छौँ ल। सिट तातो भएर काठमाडौँमा यति छिटो सिट तातो भएर दिदीले के गरेर बस्नुभयो यी सल राखेर, अनि म चाहिँ कहाँ बस्छु? आमा मैले दिदीलाई चाहिँ बोतल लिएर जानुपर्ने कि बोतलको गर्मीमा। यतिका पुरो गर्मी थाहा छु यार, खै थाहा भयो जस्तो त लागेन, यति छिटो आत्तिनु भयो चैतमै। नेपालको गर्मी कति डेन्जर भन न। हो नेपालमा बुटोल टिकापुर धर्म चाहिँ एउटै त हो कि, त्यही नजिकमा जस्तो हो, सेम गर्मी हो कि। त्यही थियो कि गरे यहाँ पहिला बसेको थिएँ, त्यही भएर यादै छैन गर्मी थियो। ल हामी चाहिँ खाना खाएर अब हाम्रो खाना त्यही हो, खाना खाएर रुमतिर जानु लाग्यो के यो ठाउँको नाम के? हामी 7 बाटो हात पुग्यो। हिमाल उयो पाहाड कस्तो राम्रो दामी लाइट पर्दो रहेछ हो, त्यस्तो धेरै राम्रो चाहिँ। अस्ति कस्तो हिमाल देखेको थियो त्यसदिन मैले डाउनलोड अघिको प्लेट पो याद आयो मलाई त। ल 7 बाटो हाउजिङ, मणिप्लान्ट हाउजिङ यहीँ हो हामी बस्ने चाहिँ। म बस्ने होइन दिदी बस्नुहुन्छ, म चाहिँ अन्त्य बस्छु, तर म आज दिदीकोमा आइछु। दिदी ए दिदी अब तपाईँ त घर आइहाल्नु भयो, यता बस्नुहुन्छ क्या काइन्सले फाइनल्ली। खै 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 कहाँ छ हाम्रो काइन्स ब्रो? के छ साना? मलाई नमस्ते गरेको खै त। नमस्ते गरेको उसले, हेर्नु न। मामु नहुँदाखेरि तिम्रो हात देखाऊ, के गर्यौ? अर्को हात देखाऊ, के गरेको यार? ए आम्मा गालामा लाग्यो।